बनाउने प्रयासमा रासपा बालिन शाह 13 चैतमा प्रधानमन्त्री बन्दै कुकु बन्दैछन् मन्त्री। यसबारेमा विशेष जानकारी। दिउँसै अँध्यारो भयो बुटवलमा। लुम्बिनीका अधिकांश जिल्लामा दिउँसै अँध्यारो। संघीय संसदको अधिवेशन आह्वान सुशीला कार्की सरकारले गर्ने। गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय। राष्ट्रपति कार्यालयमा होल्ड। गगन थापाको अनुपस्थिति बीच कंग्रेस केन्द्रीय समितिमा पेश भए 2वटा प्रस्ताव। अर्थमन्त्री खनालले भने कुलिङ पिरियड सुरु भयो, मेरो बारेमा ट्रायल बेलुन बन्द गर्नुहोस्। संसदीय दलको व्यवस्थापन 6 दलसँगै महावीर पुनलाई पनि अलग्गै कार्यालय। माइती घरमा प्लेकार्ड देखाउन पुगेकी जेनजी अगुवा रक्षा बम विरुद्ध किन खनिए जेनजी, यसबारेमा पनि महत्वपूर्ण जानकारी। घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्य खोज्दै नेकपा प्रचण्ड बन्छन्, आँखा चिम्लेर कारबाही गर्छौं। संयोजक रक्षा बममाथि दुर्व्यवहारको जेनजी फ्रन्टले गर्यो भत्सना। प्रधानमन्त्रीका सल्लाहकार दुया खनाल र तिमिल सेनाको राजीनामा। गगन थापाको राजीनामा अस्वीकृत गर्ने पक्षमा कंग्रेस पदाधिकारी। पेरिस डाँडा बैठकमा प्रचण्ड र माधव नेपाललाई विदा लिन युवा नेताहरूको सुझाव। युएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा 7 नेपाली पक्राउ। गगन थापाको राजीनामा बारेमा कंग्रेस नेता केसी भन्छन्, बदल्छु भनेर हिँडेको क्याप्टेनले बीचमै छाड्न मिल्दैन। इनिसा बिक हत्याका दोषीलाई कारबाहीको माग राखेर माइती घरमा आज पनि प्रदर्शन। कंग्रेस संसदीय दलको नेतामा मेरो दाबी स्वतः रहन्छ भन्दै अर्जुन सिंह केसीले भने जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्न प्रशासनले दियो अन्तिम मौका। आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह। मौसम सम्बन्धी पनि महत्वपूर्ण जानकारी। नेकपामा 7 लाख भन्दा बढी मतको खोजी, प्रचण्डले दिए कारबाहीको चेतावनी। इरानी आक्रमणले कतारलाई ठूलो क्षति, ग्यास आपूर्ति कम्तीमा 5 वर्ष प्रभावित हुन सक्ने। ज्योति मगरलाई साइबर बुलिङ, न कलाकार पक्षमा देखिए न रासोपा नै बोल्यो। होर्मुजबाट एक नेपाली इरानको कब्जामा। अदालतमा बयान फेरेपछि सरकारी साक्षी परे भ्रष्टाचार मुद्दामा। अख्तियारद्वारा आरोप पत्र दायर, बारको चेतावनी। 2/3 सरकारले संविधानमा प्रहार गरी पोजिसन लिन्छौं। रेणु दाहालले सार्वजनिक गरिन् चुनावी खर्च, सुविधाको भन्दा 5 लाख बढी। 60 जनाले शुरू गरेर जनयुद्ध सफल बनाएको पार्टी चुनावी हारबाट विचलित हुँदैन। नेकपाका नेता वर्षमान पुनले भने सपना प्रधान मल्ल प्रधान न्यायाधीश बन्नेमा विश्वस्त छौं भन्दै महाधिवक्ता भण्डारीको भनाई। कुवेतमा लगेर बन्धक बनाएको आरोपमा समातिएका व्यक्ति कारागार चलान। गुल्मीमा एक महिला मृत फेला, घटना शंकास्पद। प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरमा पूजा। सुरहा बम विस्फोट प्रकरणमा 1 जना पक्राउ। कंग्रेस 12 सभापति यादव माथि कारबाही गर्न उम्मेद्वार गुप्ताको माग। खक्रौला बीओपीमा डीएसपी माथि आक्रमण गरेको आरोपमा 1 जना पक्राउ। सुनको भाउ तोलामा 7,800 रुपैयाँले घट्यो, झर्यो 3 लाख मुनि। अमेरिकी F-35 लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थिर। कुवेतको प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण। साउदी अरबले भन्यो अवरोध कायमी रहे तेलको मूल्य $180 नाग्न सक्छ। इरानमा युद्ध भए ता 3100 भन्दा बढीको मृत्यु। बेन्जामिन नेतान्याहुले पत्रकार सम्मेलन गरेर भने म जिउँदैछु। मध्यपूर्वमा रहेका 82,000 नेपालीले दर्ता गराए विवरण। खामेनीको मृत्युमा समवेदना प्रकट गरेपछि खुल्यो भारतलाई हर्मुजबाट ग्यास ल्याउने बाटो। आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना। नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा 75 जना कर्मचारी। सर्वोच्च अदालतको व्याख्या, हेलेचेक्र्याई पूर्ण ढंगले उपचार गरेमा चिकित्सक भएकै आधारमा उन्मुक्ति नहुने। अमेरिकी इजरायल मिसाइल हमलामा इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए। बचतको रकम फिर्ता माग्दै सहकारी पीडितहरूको प्रदर्शन।